फर्किँदै क्रममा चाहिँ हामी अब मार्फा गाउँ घुम्न गइरहेछौँ होइन। हामी पस्छौँ अब मार्फा गाउँ। यहाँ केटाहरूले के किनमेल गर्न लाह। हेलमेट यहाँ राख्यौँ हामीले होइन। हेलमेट ब्याग राख्यौँ। अब घुम्नलाई हामी मासतिर मार्फा गाउँ स्याउ देख्न सक्नुहुन्छ त्यहाँ झरिरहेको होइन। यत्तिकै खेर गइरहेको स्याउ त्यहाँ पुग्दा चाहिँ कति 400-300 रुपियाँ किलो जान्छ। स्याउको बोट देख्न सक्नुहुन्छ लटरम्म फल्का होइन। स्याउ 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 स्याउको नाच हो त्यो एउटा यो आरु बखरा हैन अंकल स्याउ हो नि के भएर कस्तो अर्कै छ त यो स्याउ त ल अगाडि बढौँ। यहाँ लटरम्म फलेको स्याउ होइन। हरियो रातो सेतो स्याउ दिन सकिन्छ है। हामी चाहिँ वहाँ पर माथिबाट आएको है। घरहरू